हाई गाइज, हामी चाहिँ आज भैरवस्थान मन्दिरमा जान लाग्छौँ। हामी चाहिँ अब रानी महल हुँदै जाने हो भैरवस्थान मन्दिरमा। है अनि म चाहिँ फेरि घर फर्किरहेको छु किनभने मम्मी ठुलो काँटा छोडिदियो अरे। हाई गाइज, हामी चाहिँ भैरवस्थान मन्दिर जान लागेको रानी महल हुँदै। आज चाहिँ मेरो साथी छन्, अलि देखिन्न के साथीलाई चाहिँ। गाइज, हामी चाहिँ आज भैरवस्थान मन्दिर जान लागेको रानी महल हुँदै। अनि यहाँ चाहिँ मेरो साथी छन् यहाँ चाहिँ। अनि हामी चाहिँ अब हिँड्न लागेको। यहाँ चाहिँ मेरो माइली मम्मी हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो गाडी छ, सबैजना बस्न लागिरहनु भएको छ। यही छ, सबैजना गाडीमा बस्नु सक्नु भएको छ। यहाँ चाहिँ मेरो गोले भाइ छ टन, उहाँ चाहिँ मेरो भाउजू। हामी चाहिँ हिँडिसक्यौँ। हामी चाहिँ यहाँ कता घर लागिसकेको साथी पनि चढिसक्यौँ सबैजना। अनि त्यसैले अब चाहिँ फेरि गाडी मेरो साथी यता हेर्नुहोस् त, देखिनु भरेक आइसक्यौँ। भरेक गाइज, हामी चाहिँ आइसक्यौँ। रेनी चाहिँ कस्तो राम्रो बजार छ। हामी चाहिँ बेनी बजार आइसक्यौँ। यहाँ चाहिँ टिप्पर यहाँ चाहिँ मन्दिरहरू छ। नदी चाहिँ देखिन रेडीको बजारमा आइसक्यौँ। अब चाहिँ यो काठको बुझ्छ, यो एउटा योवाला पुल अनि गेट के भयो, तिमीलाई के भइरहेछ? उहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ। हामी सबै छन्।
हामी चाहिँ अहिले रोड किन्न हिँडेको छौँ अहिले यही हो रोडको दोकान चाहिँ हामीहरू चाहिँ भोक लागेर खाना हिँडेको छौँ चटपटे त्यसैले र मन्दिरमा आउन लागिसकेको छ यत्रो ठुलो लाइन छ त्यो चाहिँ जयश्री पाल्पा भएर गएको छ हामी चाहिँ धेरै लाइन भएर अहिले अझैसम्म पनि भरस्तार मन्दिरमा पुगेको छैन अझै यत्रो धेरै छ लाइन बल्ल फेरि गाली दाइ अनि हामी 3 जना मेरो चाहिँ दिदी र भाइ पनि आइसक्नु भयो हजुर मेरो दिदी भाइ पनि छन् मेरो तर भाइलाई लेखिएको छैन मेरो भाइ चाहिँ हामी चाहिँ आउनु लागिसकेको छौँ यही हो भरस्तार मन्दिर अझै यत्रो ठुलो लाइन छ हामी लाइन यति हो यतिसम्म मात्र हो हाम्रो लाइन यस्तोसम्म मात्र हो हामी अब पुग्नै लागेको छ अझ यता पनि छ पछि धेरै छ लाइन हामी चाहिँ अझ अहिले लाइनमा छौँ त्यसरी त्यही पनि हावाले हैरान पारेर हावा लाएर पुरै रुवा लाग्ने अवस्था बनाएको छ मेरो साथीले पनि हुरी लाएर टोपी लाएर बसिरहेका छन् अझै पनि लाइनमा छन् बाबु खै बाबु उहाँ बाबु पनि हामी अझै लाइनमा छौँ हजुरको नामको हजुरको गोत्र पठाउनु हामी चाहिँ आउनु लाग्यो अब मेरो बाबाले पनि भ्लग मेरो बाबाले पनि भ्लग बनाइरहेको छ चाहिँ आउनु लाग्यो गाइजहरू मेरो भाइ चाहिँ यो अहिले हामी चाहिँ ठ्याक्क अझै यति मात्र छ लाइन बाँकी हामी चाहिँ आज फोटोसुट भइरहेको छ मेरो साथीहरू चाहिँ मेरो माइमा पनि फोटोसुट भइरहेको छ सबैतिर क्यामेरा राम्रो आउँछ कसो हामी चाहिँ हिँड्नु सक्यो अब हामी हिँड्यो अनि यस्तो भिड छ अझै पनि यस्तो छ भिड सिडी हिँडिरहेको छ हामी चाहिँ यहाँ आयो अब पनि यत्रो धेरै लागेको छ आयो यहाँ त बल्ल अलि रोकिएको छ अझै मेरो मम्मी हो यसको आफ्नो अनि अरूको बट्टा बोकेर अब हामी जुत्ता लाउँछौँ अन्त यहाँ मम्मी हुन्छ मम्मी भाउजू है सबै यस्तो राम्रो छ देशहरू यहाँ चाहिँ मेरो ठुलो मम्मी हुनुहुन्छ टिकटक बनाउनु भएको छ अलि भिड पनि अनि जतै खेल्ने ठाउँहरू रहेछ नि हाम्रो चाहिँ हाम्रो गाडी हो अहिले रुजु चाहिँ हो मन्दिर जसरी पाल्पा भएर गएको छ हामी चाहिँ रानीमालाई कानपुर लिएको छ रानीमाल चाहिँ यति राम्रो छ कि कहिले आम्ला भट्यो फाइनल्ली आयो त वा कस्तो राम्रो बुट्टाहरू रह्यो पिङ्क रोज पर्पल गाइजहरू हो यति राम्रो छ कि गाई यहाँ चाहिँ मेरो बहिनी हो वा यति राम्रो त कहिले पनि देख्यो वा जतातै जान मन गराउँछ यहाँ त उता भएको पनि यत्रो छ यता भएको पनि छ सबै चाहिँ अनि यहाँबाट चाहिँ यस्तो तल हेर्न मिल्छ दाइ भाइहरू हुनुहुन्छ मेरो चाहिँ
ल गाइजहरू हामी चाहिँ आयो रानी महल यसरी यति राम्रो छ कि रानी महल खोलामा छ बाढी यहाँ चाहिँ बस्छ त्यत्रो बस्छ अनि टिकट काटेर माथि जान मिल्छ अरे टिकट काट्न आएको यस्तो राम्रो छ कि यस्तो राम्रो फुलहरू छ यो चाहिँ सिडी हो माथि जाने अनि यो चाहिँ फोटो कस्तो राम्रो छ यति राम्रो फुलहरू छ यति राम्रो राजाको फोटो रानीको यस्तो राम्रो फुलहरू छ एकदमै एक्साइटेड छु यति राम्रो त कहिले पनि देखेको छैन मेरो भाउजू यति राम्रो ठाउँमा त कहिले पनि आएको छैन जताततै छ त जाने ठाउँ त कति राम्रो कस्तो डुबाउन मन लागिरहेको छ उता उता जान्छौँ हामी चाहिँ चढ्छौँ हामी चाहिँ अब यति राम्रो फुल छ हामी चाहिँ आइसक्यौँ भित्र भित्र पनि छ यत्रो ठुलो छ महल चाहिँ फुलहरू कति राम्रो छ कति राम्रो छ अनि फुलहरू महलभित्र चाहिँ प्रवेश गर्न चाहिँ लाइट बोलेको छ माथि आएको थियौँ फेरि तल झर्ने अरे हामी चाहिँ फेरि आयो सबैतिर यहाँ चाहिँ रानीको फोटो अरे राजाको प्रवेश गरिसक्यौँ माथि चाहिँ त्यहीँ गएको थियौँ बाहिर गएको बाहिर तल झरेको थियौँ इन्डियन सबैजना चाहिँ आइसक्यौँ अलरेडी पुरानो सामान भने कति धेरै छ गणेश भगवान्को मूर्ति अनि यो सबै रहेछ भने मूर्तिहरू सबैले त देखेको छैन भने यसरी हेर्नु भने चाहिँ सबैजना आफ्नै तालमा हुनुहुन्छ र रमाइरहनु भएको छ सबैजना म चाहिँ यहाँ माथि छु कस्तोमा अरूसँग नमिल्दो रहेछ टक्क मेरो त साथी यो भिडियो बनाइरहेको छ उसले पनि ढोका बन्द गर्न पनि मिल्दो रहेछ अनि उता बाहिर थियौँ हामी चाहिँ म त पहिलोपल्ट आइरहेको छु जताततै जानु मिल्दो रहेछ त नि उता यहाँ पनि रहेछ तल पनि जताततै उयो के हो यस्तो नि जताततै जानु मिल्दो रहेछ हामी चाहिँ आइसक्यौँ भने टोइलेट हो र जरा गइरहेको छौँ साथीलाई चाहिँ टोइलेट लाग्छ त्यसरी अगाडि दिनुपर्छ भिडियो बनाउँदै यस्तो माथि जान्छ ओ माई गड माथि बनेको त अरे नि डर लाग्दो रहेछ त नि थाहा नि यो कुक्न के हो र के पनि रहेछ भनेको त यस्तो पो रहेछ यहाँ मान्छेहरू बस्नु होला नि त त्यसैले एउटै रहेछ यहाँबाट फेरि कहाँ गइन्छ पुरा सारा संसार घुम्छ त अनि यसमा त कहाँ गइन्छ गइन्छ यस्तो अब नि पुरा चापी लगाएको छ त चापी लगाएको रहेछ डर लाग्दो छ ठाउँ त म त कति डर लाग्यो के अनि भन्न उता उता गइन्छ कि भनेको त चापी लाग्यो बाहिर जान मिल्दो रहेछ उता यस्तो छ रानी महल यहाँ पुरा ठाउँमा फोटो खिच्न बस्न मिल्दो रहेछ त्यसरी आइसक्यौँ
फेरि प्रवेश गऱ्यो गाडी पनि फेरि हामी हुन्छ कि कस्तो गऱ्यो कतिचोटि गऱ्यो मम्मीहरू यहाँ माथि हुनसक्छ यहाँ हुन्छ मेरो मम्मी चाहिँ अब आँटीमा जाऊँ साथी यहाँ चाहिँ आँटीमा जान्छौँ आँटी त अँडेरै छ त यहाँबाट पनि तल देखिँदो रहेछ यसरी अनि यहाँ चाहिँ अँधेरो छ त अँधेरी है पुरा अँधेरो छ आँटीमा के थियो त्यो पनि देख्न पाइएन धेरै एकदम छक्कै लागेको छ उता छ उता हाम्रो समय कहाँ गयो हाम्रो समय ऊ त पुग्छ साथीहरू सबै कुरा छन् चाहिँ मम्मी भाउजू बाबाहरू हुन्छ हेर्नुहोस् त यस्तो राम्रो खोला देखेको छ त सबैजनाले फोटोहरू खिचिरहनु भएको छ कहिले पनि घुमेको छैन नि हेर्नुहोस् त झन् भिड भएछ त नि उत्तिएर किन भिड उषा कसको जोडीको भिडियो कसमा प्रयास छ यहाँ जाने यसमा हामी चाहिँ गन्छ अब यस्तो राम्रो ठाउँ कहिले पनि देखेको छैन पसिना पनि आयो बोल्दा त्यतिकै मुस्कुरा दिन्छ कताबाट जाने होइन अल्मलियो त म यताबाट आएको भएर जानु होइन के हो यताबाट म चाहिँ यहाँ चाहिँ यस्तै लाग्यो साथी मम्मी बहिनी मासु सबैजना हुनुहुन्छ अनि चाहिँ फुलमा पानी लगाइदिने है त चिनामा फुल छ नि त्यो तल जानुपर्छ कि भनेको त पुरा बन्द रहेछ त त्यसमा त पुरा ढोका लाग्छ त अनि यस्तो छ त होइन अब हामी चाहिँ तल झन्नै लोग्दैन सबैसँग ठोकेर हिँडेको छौँ हामी चाहिँ यसरी हिँड्यो पुरा यहाँ आयो यति राम्रो फुललाई चाहिँ मैले भिडियो खिच्दै बिर्सेको थिएँ भर्खर सम्झेर खिच्यो यहाँ पनि कति राम्रो छ चेता हुन्छ यहाँ पनि पुरै राम्रो छ यहाँ तलको सुनसान जग्गा पनि देखेको छ यता जान्छ माथेर हामी चाहिँ यस्तो मजा छ जताततै जाँदा चाहिँ वाउ कति राम्रो ठाउँ के रानी महल त भाइ अब अलि राख्न लाग्यो 5 बज्यो 5:30 भयो होला सायद आयो हामी चाहिँ फर्स्ट पल्ट आयो हामी चाहिँ हाम्रो साथीहरू हो मेरो त यिनीहरू यहाँ मेरो बिपुले होइन त ड्रोन किनेर हेर्नु न ड्रोन के किनेर हेर्नुहोस् यिनले हेर्नु न यति राम्रो छ कि फुल यति राम्रो टिपन चाहिँ लायो मलाई त होइन कता जाने भन्नुहुन्छ गर्मी भएर पुरै मस्त भइसक्यो यहाँ माथि जानु पनि छिटो त्यतिको चाहिँ जानु पनि यस्तो कब्जा गरेर राखेको छ जात्रै राम्रो रहेछ त्यस्तै अनि यहाँ त उसै छैन कि सम्झना मात्रै हो रानीको सम्झना आयो हामी चाहिँ कता पो देखिन्छ त तल देखिरहेको छ सबै साथी सक्यो
घन्टी पनि भइसक्यो रे गराउनै पाइरहेको थियो पसिना पनि आयो अब यताको भारी अब चाहिँ फेरि त अरूको देखाएको थियौँ अब यताको पनि छ किरामी फुल छ कि त्यहाँ त्यहाँ हाम्रो जिन्दगीमा कहिले पनि देखेको छैन बाबु चाहिँ हिँड्नु भएको छ झर्यो हामी चाहिँ झर्यो अయ్యో यस्तो राम्रो आयो हामी हिँड्यो गाडीमा चाहिँ चढ्ने होला अब चाहिँ सायद कस्तो राम्रो देखियो अब धेरै घुम्नु नै महल चाहिँ गाडी छैन गाडी चाहिँ ऊ त्यो थाहा छ त्यही हो रानी यत्रो ठुलो छ फाइनल चाहिँ हामी चाहिँ आयो हाम्रो गाडी हामी चाहिँ अब घरतिर लाग्न आएको पुरा घुमियो अनि आयो बाई बाई गाइज